हामीले कहिलेकाहीँ वेबसाइट ब्राउज गर्दाखेरि चाहिँ नट सिक्योर भनेर देखिरहेको हुन्छौँ है। अनि अझै एकदम खतरा कुरा भनेको के हो भन्दा कहिलेकाहीँ नेपाली गभर्मेन्टको वेबसाइट पनि सिक्योर हुँदैन, सिक्योर नभएको पनि पाइन्छ। यस्तो थुप्रै केसेस छ। वेबसाइटको अगाडि युआरएलमा एचटिटिपी भन्नुको मतलब के हो भन्दाखेरि त्यहाँनिर चाहिँ सिक्योर सकेट लेयर मिनिङ एसएसएल सर्टिफिकेट मिसिङ छ भन्न खोजेको हो। एसएसएल सर्टिफिकेटले हजुरको ब्राउजर र हजुरको वेबसाइट बिचको डेटालाई इन्क्रिप्ट गर्ने काम गर्छ। कुनै पनि थर्ड पार्टी इन्टरसेप्टर कोही आयो अथवा ह्याकरहरू आयो भने हजुरको डेटालाई मोडिफाई गर्नको लागि निकै नै गाह्रो हुन्छ। जब वेबसाइटमा एसएसएल हुन्छ त्यो युआरएलको सुरुमा एचटिटिपिएस हुन्छ र यो एसले सिक्योर भएको छ भन्ने इन्डिकेसन दिन्छ है। अनि युआरएलको अगाडि देखिन्छ नि लक आइकन, यसले चाहिँ भिजिटरलाई एस्योरेन्स दिन्छ कि यो वेबसाइट सेफ छ भनेर। तपाईँको वेबसाइटले फर्म लिन्छ, तपाईँको वेबसाइटमा लगइन सिस्टम छ अथवा पेमेन्ट गेटवे छ, त्यो केसमा एसएसएल इज अ मस्ट। यो तपाईँको वेबसाइटको ट्रस्ट, ऱ्याङ्किङ अनि सेक्युरिटीको बेस हो। अब क्वेसन आउँछ कहाँबाट एसएसएल सर्टिफिकेट लिनु त? नेपालको वान एन्ड ओन्ली ट्रस्टेड प्रोभाइडर बिसप, यहाँबाट चाहिँ हजुरले आफ्नो लागि मन परेको डोमेन, मन परेको होस्टिङ र एसएसएल पनि राम्रोसँग इजिली कन्फिगर गर्न सक्नुहुन्छ। सेक्योर गर्नु आफ्नो वेबसाइट, बिल्ड गर्नु ट्रस्ट र होस्ट गर्नु नेपालमा विथ बिसप है त।